म विदुर पराजुली एभिएस कलेज स्कुलको प्रिन्सिपल। म यो कार्यकक्षमा या यो मेरो जीवन यात्रामा यो 2 वर्षमा बडा मलाई रमाइलो फिलिङ भइराखेको छ, किनकि जे जति हामीले यो 2 वर्षमा लगभग 300 साढे 300 जति विद्यार्थीहरू जम्मा गऱ्यौँ। यो यस्तो समय थियो कि जुन समयमा म आफूले आफ्नो नेतृत्वमा विद्यार्थी र विद्यालयलाई या यो कलेजलाई अगाडि बनाउनलाई एउटा चुनौती थियो मलाई। त्यो चुनौतीलाई मैले सजिलोसँग यो 2 वर्षमा एउटा ग्रुपलाई हामीले 12 क्लाससम्म पुर्यायौँ र अहिले उनीहरूले फाइनल इक्जाम दिएर आज हामी यो फेयरवेल कार्यक्रममा आएका छौँ। समस्त हाम्रा सबै भाइ बहिनीहरू यो प्रोग्राममा आउनुभएको छ, मलाई खुसी लागेको छ र एक किसिमले दुःख पनि लागेको छ। खुसी यो मानेमा छु कि हाम्रो यात्रा अहिले टुङ्गिएको छैन। हामी त शिक्षक हौँ, या विशेष गरी हामीले उनीहरूलाई यस्तो शिक्षा दिएका छौँ जुन यो संसारको जुनसुकै कुनामा गए पनि, जुनसुकै क्षितिजमा गए पनि, एभिएसका विद्यार्थीहरू जुनसुकै प्लेटफर्ममा गए पनि उनीहरूले आफ्नो पढेको कुरालाई, आफ्नो क्षमतालाई त्यहाँ प्रस्फुटन गर्न सक्नेछन्। र म प्रशस्त विश्वास गर्छु कि मेरा प्रत्येक विद्यार्थीहरू आफ्ना भविष्यमा प्रत्येक ठाउँहरूमा सक्षम हुनेछन् र उनीहरूलाई म अहिले शुभकामना दिन चाहन्छु। र नयाँ आउने भाइ बहिनीहरूलाई पनि एभिएस कलेज जुन हाम्रो यो गैरी गाउँमा रहेको छ, यसमा मैले ठुलो फिजिकल फेसिलिटी छ भनेर त म भन्दिनँ, ठुला बिल्डिङहरू छन् म भनेर भन्दिनँ, तर यहाँ एकदमै देशभरिमा सबैभन्दा सर्वोत्कृष्ट टिचरहरू हुनुहुन्छ। हामीले अध्ययन अध्यापनमा कुनै पनि कसुर बाँकी राखेका छैनौँ र मेरो विशेष गरी मेरो र हाम्रो कलेज खोल्ने साथीहरूको एउटा अहिले समाजमा के रहेको छ भने पढ्नको लागि धेरै पैसा चाहिन्छ, ठुल्ठुला बिल्डिङहरू चाहिन्छन्, ठुल्ठुलो भौतिक संरचनामा मात्रै पढ्न सकिन्छ भन्ने कुरालाई एभिएसले चिर्छ। एउटै गार्जियनले आफ्ना 2टा बच्चा पढाउन नसक्ने फी स्ट्रक्चरलाई हामी जस्ता टिचरहरू जम्मा भएर अहिले गार्जियनहरूलाई हामीले के रिक्वेस्ट गर्छौँ भने ल्याउनुहोस्, यो पढाइमा उत्कृष्टता छ, हामीले कुनै पनि त्यसमा कम्प्रोमाइज गरेका छैनौँ। नेपालका या संसारका कुनै पनि कुनामा हाम्रा विद्यार्थीले तपाईँले कहिले पनि पढ्नमा कमजोर भए भन्नु पर्दैन, तर एक खालको हामीले यो प्राइभेट स्कुल भए पनि सामुदायिक स्कुलहरूभन्दा धेरै फरक ट्युसन फीहरू राखेर हामी गएका छैनौँ। र हाम्रो जहिले पनि उद्देश्य के छ भने मध्यमवर्गीय या निम्न मध्यमवर्गीयका मान्छेका बच्चाहरू पनि पढ्ने प्लेटफर्म हुनु पर्यो। अब हामी त लगभग म लगायत मेरो टिमलाई म हेर्छु लगभग 15-20 वर्ष जति हामीले यो शिक्षण पेसामा छौँ। हामीले म प्राइभेट रूपमा मेरो भन्नुहुन्छ भने पनि म होइन 7-8 वर्ष विदेशमा बसेर त्यहाँको ज्ञान हासिल गरेर नेपालमा फर्किसकेपछि यो प्राइभेट सेक्टरबाट पनि सस्तो फीमा या होइन आफ्ना मध्यमवर्गीय गार्जियनहरूलाई या अभिभावकहरूलाई पढाउन सक्छौँ, हामीले पढाउनुपर्छ भन्ने हेतुले हामी यो एभिएस कलेजमा जम्मा भएका छौँ। यो विशेष गरी यसभित्र पढाउने शिक्षकहरू यिनी सबै आफ्नो छ। हामी साइन्स र कमर्स या साइन्स र हामीले म्यानेजमेन्ट 2टा फिल्डलाई अगाडि बढाएका छौँ। दुवैमा अप्पर टिचरहरू हुनुहुन्छ, विद्यार्थीहरू लगभग सबै सेटिस्फाइड हुनुहुन्छ र म यो कलेजको उत्तरोत्तर प्रगति र साथै आज यो फेयरवेलमा हाम्रा भाइ बहिनीहरूलाई अब अर्को क्षितिजमा जानुहोस् र सधैँ सम्झिनुहोस् कि यो नदी सधैँ बगिराखेको छ, क्षितिज हामीसँगै छ, सूर्य हामीसँगै छौँ, कहिले हामी पृथ्वीमा छौँ, कहिले हामी माथि हुन्छौँ, तर हामी एउटै धरातलमा र एउटै क्षितिजमा छौँ भन्ने कामनाका साथ बिदा हुन्छु। हस्त, धन्यवाद।